यहाँ हेर्नुहोस् त साथीहरू, उहाँले कति मेहनत गरिरहनु भएको छ हेर्नुहोस् त। त्यो अलिअलि सडे जस्तो भएको ती चाहिँ सानातिना हाँगाबिगाहरू तल राख्नुभयो अनि माटो हाल्दै हुनुहुन्छ। सायद उहाँले यहाँ सब्जी रोप्नको लागि यो यत्रो मेहनत गरिरहनु भएको होला। यो उहाँको मेहनतको लागि सर्वप्रथम त उहाँलाई सम्मान छ। अनि त्यसमाथि हेर्नुहोस् त उहाँले यो पात पतिङ्गारहरू हाल्नु हुँदैछ। अनि यो पात पतिङ्गार हालेर हेर्नुहोस् त यस्तो मलिलो माटो चाहिँ माथि हाल्दै हुनुहुन्छ। सायद यो सब्जी रोप्नको लागि हुनसक्छ। उहाँले हेर्नुहोस् त यो बिरुवा के को बिरुवा लगाउनु भयो होइन, यो हेर्नुहोस् त के को बिरुवा लगाउनु भयो, यो बैगुनको जस्तो लाग्छ। यस्तो मेहनत गरेर हेर्नुहोस् त यो चाहिँ एउटा गमलामा होइन यस्तो बिरुवा लगाएर जस्तोको त्यस्तै ल्याएर ठ्याक्कै राख्नुभयो। हेर्नुहोस् त गिलो माटो लगाइरहनु भएको छ भनेपछि यो उहाँको मेहनतको लागि उहाँलाई एकदमै सलाम छ, सम्मान छ। पक्कै पनि यो सब्जी बैगुन होला जस्तो लाग्यो मलाई, कमेन्ट गर्नु होला। अनि हेर्नुहोस् त उहाँको यो मेहनतबाट तपाईँ हामीले पनि धेरै कुरा सिक्न पायौँ र सिक्नुपर्छ है सबैलाई।